हेलो गाइज, त आज म गर्न गइरहेको छु फर्स्ट टाइम कसैको रियाक्ट, त्यो पनि नेपालको सबैभन्दा फन्नी युट्युबर नेपालकै गणेश जीटीको भिडियोमा म रियाक्ट भिडियो गर्न गइरहेको छु। ल हेरेर लाइक सब्स्क्राइब गर्नु होला। म कस्तो रियाक्ट गर्छु तपाईहरु बताउनु होला न त। हुन्छ त, ल सुरु गरौँ है त गाइस। अहिले म गाउँमा छु, के गर्ने यार गाइस, यस्तै छ। बस्ने हो भाइ, बस्ने त हो नि दाइ। के प्रब्लम छ र? अब बसमा सबैजना किन उभिरहेछन् त? बसमा किन उभिरहनु त? ल बसमा नत्र के हुन्छ त गाइस। खतरा, ल खतरा। लायो यसको थम्बनेल। ल काब्रेडी सम्झी बस। दाइ, यो काभ्रे नमोपुग्दा पुग्न कति टाइम लाग्छ? खतरा नाच्छ त यार गाइस, के यार खतरा नाच्दो रहेछ गणेश जीटी। 2 घण्टा लाग्छ हो आशे। दाइ 15 मिनेटको बाटोलाई 2 घण्टा लाग्छ र भने। चल नाच ध्यान ल। खतरा खतरा ल खतरा। ए गुरुजी, ए छिटो आउनु न। त्यसै 2 घण्टा भने होला त गाइस। अझै धेरै भयो होला यार। त्यहाँ चाहिँ चढ्दिन है। खै त यार 2 घण्टा भइसक्यो। कहाँ गए ड्राइभर खाना? टिक्क लागिसक्यो। फोन गरिसक्यो बुढीले। आज त हुने बढी खाएछ यार। ल बियर खाइदिएन। लाइक चाहिँ इन गरौँ त पासन। पोरो बस ड्राइभर। के गल्ती गरे सर यार मैले यार? तपाईँ पनि यसै यार बाटोमा मान्छे हानेर आउँछ, अझै के गल्ती गरे भन्छस्? हैट तेरिका, रोडमा हिँड्नु भयो। बाटोमा मान्छे हानेर अझै के गरे अरे? खतरा सर, बाटो त छेउछेउमा हुन्छ नि। अझै बढी बोल्दो रहेछ। भित्र आउनु तले। भित्र नहालौँ सर, भित्र हाल्ने कुरा नगरौँ। खास बानी परेको के सर, पहिला म मन्त्रीको गाडी चलाइरहेको थिएँ। यस्तो त नर्मल लाग्छ त यार। खतरा यार, खतरा रोस्ट है, खतरा रोस्ट। ल मोरन पुग्न कति टाइम लाग्छ दा? 2 किलोमिटर बाइक छ भाइ। मलाई 1 किलोमिटर ओर्डरै झारेन ल दा। के यस्तो कुरा गरे भने? तिमी काइला काका छोरा हैन, घरमै पुग्छ त हौ। ए दा प्लिज अन्डरस्ट्यान्ड न दा, मेरो लिटल काम छ के दा है। चल ल भाइ, आइ। You got a bad music taste, bro. No, thank you. Wait. Tempo go, like tripping and go, tripping and go, peep tripping and go, peep tripping and go, peep tripping and go. Hero la hero ilta. Go bust and this, that's the best thing. Hold your. Oh, kind auntie from there, hey. My beautiful place. Kaka, sorry, but hey. My life, my place. My village is slowly converting into city. Oh, football, yeah. My place is locked. Abdullah ki kelai po football are. My beautiful place. Try guys. Abdullah. This is what I know lata. Dad. Tokde hai टाढे बाट dad. होइन. त बसमा आको छ र? ना dad. यहाँ पार्किङ छैन नि dad. होइन. के कुरो गरे? कस्तो पार्किङ? त्यहीबाट dad यार म ल्यान्ड क्रुजरमा आको थिएँ कि। अब यो पार्किङ नभएर मैले फर्काइदिहालेँ नि।
Don't say that word, Dad. Don't say that word, Dad. Dinner ready for Dad. Come on, Dad. Just have a dinner together. Feelings alive. भाइ केही ल्याउँ यसो गर्नु नि त एउटा अमेरिकानो सिङ्गल सर्ट गरिदिनु न ल त्यही भएर गाउँ आउनु मन लाग्दैन कि म्याप बाख्योहरू सिट त छ नि है सिट त झकमकै छ कहाँनिर भन्दा तपाईँको 5 6 7 8मा ब्रो 8मा बस चमेली त यहाँ म यहाँ बस्दिनँ म यो सिट बस्दिनँ मलाई अर्को सिट चाहियो मलाई नयाँ सिट चाहियो म यो सिट बस्दिनँ म यो सिट खाली छैन क्या अन्त इन्ट्रेस्टिङ लाग्ने रियल तपाईँले मेरो जिन्दगी बर्बाद गर्नुभयो तपाईँले खोजेको केटासँग तपाईँ आफै बिहे गर्नु अनि 30 मिनेटमा मेरो मान्छेहरू आउँदैछन् ऊ लगायत उसका 2 जना साथीहरू साथ दिँदैछन् मात्र 30 मिनेट हमारा गाड़ी में तो 1 घंटा होने लगे हैं वो लगे थे उसका 2 जना साथी अझ आइपुगेनन् बेबी खोइ त कता आइपुग्यो बेबी हेर न अचानक गाडी के भयो तिमीलाई त्यहाँ सिधै भगाउने हो अबको 20 मिनटमा त लगायत तेरो 2 जना साथी अरू को हुन् फर्किहाल अनि सुन मिल्छ भने अलि राम्रो गाडी चढेर जा फोन राख मुस्कान तिमी रेडी भएर बस हैन म लगायत मेरो 2 जना साथीहरु चाहिँ तिमीलाई लिन आउँदैछ अनि तिम्रो बाउलाई भन्देऊ त हल्का टाइम लाग्न सक्छ बालकुमारी कोटेश्वर 3 गने मानेश्वर सुन्न भाइ अर्डर भएन यहाँ गुरुजी रिसाउनु हुन्छ यार गाडी हिन्छ भने अहिले गुरुजी साउ रिसाउँछ भन्न खोजे रिएक्टिङ गर्ने भने यार प्रब्लम भइरा होला तिम्रो कति बेइज्जत भइरा दिलको जस्तो सुन्नुस् न डिक्की त खुल्ला रहेछ 2-3टा सामान एकको दिन कि क्या हो सुन्न न यो सिट हल्का मिलाउनु पर्ने थियो यहाँ चुप हिजो भर्खर सर्भिसिङ गरेको सब ठिक छ नसिका अहिले फेरि तँलाई चुबाएर बस त्यहाँ नो वरिज पेसामा लागेको कति भयो 6 महिना तँलाई आज तपाईँलाई देख्दा खै किन एकदम खुसी लागेको छ लैजान्छु म तिमीलाई एकैछिन छोडी अरूको त भाग्य फुट्यो आफ्नो त क्या जोडी अरूको त भाग्य फुट्यो कस्तो मुलायम हात कस्तो सिल्की कपाल के दिएर बार केटालाई खेती ओके थियो नि आने मान्छे के भयो यो कहाँबाट आयो झौसी भन्नु मिलेन पनि यसलाई व्यवस्था गरिहालौ त के हो यसको पारा ठीक लाग्यो मलाई ओइ उठ अगाडि आइज छिटो नो वरिज पुरेदा बस गुरुजी तपाईको चोइसलाई चाहिँ जस मान्नै पर्छ के अरू बेला गाडी चढ्यो नि त्यो मजा आउँथेन आज चाहिँ मजा आयो यार दाइ यार बहुत मजा आयो यार लास्ट च्वाङ लास्ट पट बब्बाल केटी खलासी के मा झर्नी मेरो छोरी हो सारी गुरु छोरी पढेछ त्यसको त ल उ त खतरा गाइड ल सरी एकदमै संस्कारी हजुरकी छोरी म एउटा नादन बालिकीबाट गल्ती भयो गुरुजी मृग नयनी आँखा सुन्दरी छोरी कसरी बयान गर्न सक्छु र गुरुजी माफ पाऊ साथ त गयो गुरुजी माफ पाऊ सरी गुरुजी यो केटी कहाँको हजुर कृपया हजुरले भाडा निकाली बक्सिन्छ धन्यवाद सुन्नुहोस् है सबैजना अब अगाडि हल्का खाल्टा खुल्टी बाटो आउँदैछ कृपया ध्यान दिएर बस्नु होला है एकदम आनन्दसँग बस्नुहोस् केही टेन्सन भए हामीलाई सम्झिनु होला है ल हेर्नुहोस् न गाडी भने यस्तो पो हुनुपर्छ कति संस्कारी चालक के चालक झन् कति संस्कारी है कति राम्रो हेर्नु त ल राम्रोसँग ध्यान दिएर गाडी चलाए म अहिले चाहिँ गएँ है त
ओ सुट्टी सुट्टी तैँले अघि भाडा दिए कि होइन ओए के हाँसिरहेको भाडा दिए कि होइन हेरे फेरि तैँले हेरे सबले एक केकले खान्छ है कट्टा फेरि भाडा दिएन भने अन्त गुरुजी साउथ झरेपछि चाहिँ छुट्टै मजा आउने के खल्नु भाइ पछाडि गएको केटीहरू को छ क्यामेरा पठाउनु भाइ पुरै त हुनु पर्यो गयो कहाँ गयो धन्न साउको गाडी ठोक्यो आफ्नो भएको भए त तनाव हुने नि यार Brother, you only give 2000, okay? 2000, okay? क्या बोल रहे छु भाइ जहिले यो बाटो 500 मा आया हूँ अर्को पालि बाटो नेपालीमा भाडा मागे हूँ मात्र बुकिङ गरेर राखिदिएको मैले यो त्यही त दाइ अब स्टाइलिस हुनु पर्यो नि त गाउँघरतिर चलपल देखाउनु पर्यो नि त हेर ए भाइ फरक नै पर्दैन क्या भाइ तिमीले मलाई पछि पछि पनि सम्झिन्छु ल ल ग्यारेन्टी भयो एक पिस मात्र हो भाइ मार्केटमा नि कसैले लगाएको देख्दैन ल भाइलाई भनेर मात्र बुकिङ गरेर राखिदिएको मैले यो हेलो आमा आउँदैन यो पालि दसैँमा म आइन है तिहार बुढो म प्रयास गर्नेछु ए टेन्सनै भयो ल गाइज ये भाइ हो चलो अब राम्रो लाग्यो भने मेरो रियाक्टिङ भिडियो फर्स्ट हो हल्का सपोर्ट गरिदिनु होला अब त्यस्तो राम्रो लाग्यो भने लाइक सब्सक्राइब गरिदिनु होला राम्रो लागेन भने पनि लाइक त गर्नु होला नि यार के गर्ने यो के भन्ने ठिकै यस्तै हो गाइज ल मिल्नेछौँ अब सकेसम्म अर्को भिडियो हाल्न अब के गरौँ हाल्न पनि सक्छौँ किन राम्रो माया मिल्यो भने रियाक्टिङ भिडियोबाट हाल्छु तर राम्रो मिलेन भने अब कहाँ त्यस्तै हाल्दैन गाइज बाई बाई सी यू बाई तिमी पनि पल्टनमा